नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई सायरस युट्युब च्यानलमा। आजको यो भिडियोमा धेरै नै महत्त्वपूर्ण छ किनभने लोकसेवा आयोगले 2082 सालको शाखा अधिकृत भन्नाले अधिकृत तृतीय श्रेणीको ठूलो विज्ञापन सार्वजनिक गरेको छ। यदि तपाई लोकसेवा तयारी गर्दै हुनुहुन्छ, अधिकृत बन्ने सपना देख्नु भएको छ र यो वर्षमा एक्जाम दिने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईको लागि अत्यन्त अनिवार्य हुनेछ। साथीहरू, यी विज्ञापन सामान्य होइन त, लामो समयपछि आएको, धेरै सेवा समेटिएको, खुल्ला प्लस सबै समावेशी समूह भएको, हजारौं उम्मेदवारको भविष्यसँग जोडिएको छ। त्यस्तै साथीहरू, हाई चान्स वाला यो भ्याकेन्सी रहेको छ। यसमा हाम्रो चाहिँ प्रशासन, न्याय, राजस्व, लेखा परीक्षण, अनि त्यस्तै संघीय संसद सेवा, मानवाधिकार सेवा सबै समेटिएका छन्। यी सबै हाम्रो क्षेत्रहरू समेटिएका छन्। त्यस्तै कुन पद खुलेको छ त, त्यसको कुरा गर्दाखेरि हाम्रो कुन पदमा यो अधिकृत लेभलको भ्याकेन्सी खुलाएको छ भने यसो हेर्दाखेरि यो विज्ञापन अधिकृत तृतीय श्रेणी शाखा अधिकृतको लागि हो। मुख्य पदहरू चाहिँ हाम्रो चाहिँ प्रशासन, सामान्य प्रशासन, त्यस्तै राजस्व अधिकृत, त्यस्तै न्याय सेवा, त्यस्तै हाम्रो साथीहरू न्याय सेवामा चाहिँ न्याय, कानुन, सरकारी वकिल, त्यस्तै लेखा परीक्षण अधिकृत, त्यस्तै साथीहरू परराष्ट्र सेवा, थप चाहिँ हाम्रो संघीय संसद सेवा, मानवाधिकार अधिकृत, यी जम्मा गरी 7-8 वटा पदहरूमा ठुलो संख्यामा भ्याकेन्सी खुलाएको छ। ठुलो संख्यामा हाम्रो भ्याकेन्सी खुलाएको पाइन्छ। र है साथीहरू, खुल्ला र समावेशी समूह, हाम्रो खुल्ला र समावेशी समूहमा चाहिँ यो विज्ञापनको राम्रो पक्ष देखिन्छ त। खुल्ला र विज्ञापन समूहमा हाम्रो चाहिँ खुल्ला र समावेशी समूहमा चाहिँ यो भ्याकेन्सीको एकदम राम्रो पक्ष देखिन्छ त। खुल्लामा हाम्रो चाहिँ खुल्ला, त्यस्तै हाम्रो के भन्छ अरे महिला, आदिवासी, जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र, एकैपटक सबै समूहबाट आवेदन दिन मिल्ने। समावेशी उम्मेदवारका लागि अझ राम्रो अवसर छ किनकि सिट चाहिँ हाम्रो ठुलो मात्रामा खुलाएको छ। सिट चाहिँ एकदमै ठुलो मात्रामा खुलाएको छ। यसो तपाईहरुले हेर्न सक्नुहुन्छ कति पदकोले खुलाएको छन्। यहाँ हेर्नु त कति पदकोले खुलाएको छन्। त्यस्तै साथीहरू, न्यूनतम शैक्षिक योग्यता यसको लागि हाम्रो चाहिँ प्रशासन वा संघीय संसद सेवा मान्यताप्राप्त संस्थाबाट हामीले यसो ब्याचलर हुनु पर्यो। त्यस्तै हाम्रो चाहिँ म्यानेजमेन्ट, कमर्स, इकोनोमिक्स, पब्लिक एडमिनिस्ट्रेसनबाट हाम्रो चाहिँ यी ब्याकग्राउन्डबाट हामीले पढेको हुनु पर्यो। त्यस्तै चाहिँ ल वा स्नातक लमा हामीले ब्याचलर गर्नु पर्यो। त्यस्तै म्यानेजमेन्ट, कमर्स, लेखा परीक्षण तिर यो एकदमै महत्त्वपूर्ण रहेछ। त्यस्तै हाम्रो मानव अधिकार अधिकृततिर हाम्रो ब्याचलर गर्नु पर्यो। एक पास मात्र भए पुग्छ, डिस्टिङ्सन चाहिँदैन, पास मात्र भए पुग्छ। तपाईहरुले अप्लाई गर्न मिल्छ ब्याचलर गरेको भयो भने। त्यस्तै उमेर सीमा पनि धेरैले सोध्नुहुन्छ। त्यस्तै सामान्य उम्मेदवारले हाम्रो चाहिँ 21 देखि 35 वर्षमा, त्यस्तै महिला र अपाङ्गको केसमा चाहिँ 40 वर्षमा। त्यस्तै साथीहरू, अब परीक्षा कसरी हुन्छ त? परीक्षा चाहिँ हाम्रो चाहिँ लोकसेवा अधिकृत परीक्षा, त्यही स्टेप बाइ स्टेप हुन्छ। लिखित परीक्षा हुन्छ, आइटी कम्प्युटर स्किल टेस्ट हुन्छ, त्यही ग्रुप डिस्कसन, त्यस्तै अन्तर्वार्ता हुन्छ। पहिलो लिखित परीक्षा पास गर्न सक्ने बाँकी चरणमा म्यानेजेबल हुन्छ, बाँकी चरणमा मात्र जान सकिन्छ। यसो तपाईहरुले यो फुल पिडिएफ पढ्न सक्नुहुन्छ। पिएससी भन्ने लोकसेवाको वेबसाइटमा गएर मजाले तपाईहरुले विस्तार रूपमा यो पढ्न सक्नुहुन्छ। म तपाईले एकदमै सारांश रूपमा के मुख्य कुराहरू छ भने तपाईहरुलाई यो भिडियो मार्फत जानकारी गराइदिइहाल्छु। त्यस्तै दरखास्त कति लाग्छ, हाम्रो यो भ्याकेन्सीको लागि चार्ज कति लाग्छ? भ्याकेन्सीको लागि चार्ज हाम्रो चाहिँ 1200 छ साथीहरू। त्यस्तै हाम्रो चाहिँ थप सेवा समूह जस्तै मधेसी, यसो जनजाति, यिनीहरुमा अप्लाई गर्दाखेरि 400 थप लाग्छ। त्यस्तै अन्तिम मिति हाम्रो चाहिँ कहिले हो? अन्तिम मिति चाहिँ हाम्रो 2082 हाम्रो पौष 15 गते रहेको छ। त्यस्तै दोबारा शुल्क तिरेर हामीले कहिले अप्लाई गर्न मिल्छ भने पौष 22 गते रहेछ। यो अनलाइनबाट मात्र आवेदन हुन्छ साथीहरू, यो सबैलाई थाहै छ। साथीहरू ध्यान दिनुहोस्, आजै सिलेबस डाउनलोड गर्नुहोस्, आजै स्टडी प्लान बनाउनुहोस्, एकचोटि फर्म भरेपछि सिरियसली तयार गर्नुहोस् है त। 1 घण्टा डेली पढे पनि कन्सिस्टेन्ट हुनुहोस् किनकि अधिकृतको एकदमै ठुलो संख्यामा भ्याकेन्सी खुलाएको छ। अनि अधिकृत चाहिँ हाम्रो अलि ठुलो पद भएकोले हामीले कन्सिस्टेन्ट रूपमा पढ्नुपर्ने अवस्था देखिन्छ। त्यस्तै साथीहरू, अन्त्यमा साथीहरू यो विज्ञापन भाग्य परिवर्तन गर्ने मौका हो। त्यसैले अब राम्रोसँग पढ्नु होला। अनि यसो कति सिट कति खुलाएको छ भने हेर्दाखेरि हाम्रो कुनमा कति सिट खुलाएको छन् भने त्यसो खाले कुरा हेर्दाखेरि हाम्रो
साथीहरू कुनमा कुन कति सिट खुलाएको छन् भने हाम्रो यसो प्रशासन सेवातिर हाम्रो 70+ भन्दा माथि पद खुलाएको छन्। यो एकदमै महत्त्वपूर्ण एकदमै ठुलो सङ्ख्यामा भ्याकेन्सी खुलाएको छ। यसो तपाईँहरू हेर्न सक्नुहुन्छ 70 भन्दा बढिरहेको छ, 70 भन्दा बढिरहेको छ हाम्रो चाहिँ। यहाँ हेर्नु त साथीहरू 70 भन्दा बढिरहेको छ। यहाँ हेर्नु त सामान्य प्रशासन जेनरल एडमिनिस्ट्रेसनतिर हाम्रो चाहिँ 70 भन्दा बढी पद खुलाएको छ। यो एकदमै इम्पोर्टेन्ट रहेको छ साथीहरू। त्यसैले तपाईँहरूले अप्लाई गर्न मिल्छ, त्यसैले अप्लाई गर्नु होला। त्यसै राजस्व समूहतिर हाम्रो 20 पद, राजस्व समूहतिर हाम्रो चाहिँ 20 पद, राजस्व समूहतिर हाम्रो चाहिँ 20वटा पद खुलाएको छन्। त्यस्तै हाम्रो न्याय सेवातिर 33वटा, 33वटा प्लस, त्यस्तै लेखा परीक्षणबाट 6वटा अनि मानव अधिकारतिर 6वटा। जम्मा गरी हाम्रो 100 भन्दा बढी, जम्मा गरी हाम्रो 100-125 भन्दा बढी सङ्ख्यामा, ठुलो सङ्ख्यामा अधिकृत लेभलका विभिन्न पदहरूमा भ्याकेन्सी खुलाएको छन् साथीहरू। त्यसरी साथीहरू कन्सिस्टेन्सी दिनुहोस् अनि डिसिप्लिन भएर अब आजैबाट आफ्नो तयारीलाई सुरु गर्नुहोस् है त साथीहरू। अन्त्यमा यो विज्ञापन एकदमै महत्त्वपूर्ण रहेछ। तपाईँको भाग्य नै चेन्ज गर्नुपर्ने जस्तो विज्ञापन लोकसेवाले खुलाएको छ। त्यसैले आज फर्म भर्नाले मात्र भोलि रिजल्ट देख्न सक्छ। त्यसैले यदि तपाईँले भिडियो उपयोगी लाग्यो भने लाइक, सेयर अनि कमेन्ट गर्न नबिर्स्नुहोला। अधिकृत 2082 लेख्नुहोस्, च्यानल सब्सक्राइब गर्नुहोस्, किनभने आगामी भिडियोहरूमा म पुरा तयारी स्ट्रेटेजी, सिलेबस ब्रेकडाउन र स्टडी प्लान दिनेछु। धन्यवाद। जय नेपाल साथीहरू।